भिडियोहरू सामाजिक सञ्जालमा भाइरल गराइएको छ। खैर केही छैन। राष्ट्रिय जनावर गाईलाई लिएर गरेको टिप्पणीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। राष्ट्रिय जनावरप्रतिको हाम्रो सम्मान यथावत छ। राष्ट्रिय झण्डा, राष्ट्रिय पंक्षी, राष्ट्रिय प्रतीकमा रहेको सबैप्रति एउटा देशको सचेत नागरिक हुनुको नाताले पनि सबै कुराको राष्ट्र र राष्ट्रियताप्रति सधैँ र सधैँ सम्मान रहिरहेको छ र रहिरहनेछ, किनकि हामी पनि यो देशको नागरिक हो। पंक्षीको हत्या, गौ हत्या, प्राणीको हत्या, मान्छेको हत्या, यी सबै खालका हत्याका श्रृङ्खलाबाट म चाहिँ बाहिर छु। यो कुरालाई म कहिले पनि प्रमोट गर्दिनँ। एउटा हातले मासु लुछेर अर्को हातले यो भिडियो सेयर गरिरहेका साथीहरूलाई पनि मेरो अपिल छ, मासु तपाईँ खानुहुन्छ, माछा तपाईँ खानुहुन्छ, तर आरोप चाहिँ हामीले लाउनुहुन्छ। त्यसैले हामी यो आरोपबाट मुक्त छौँ। हामीले गाई मारेका पनि छैनौँ, भाइ मारेका पनि छैनौँ, दाइ मारेका पनि छैनौँ, हामीले गाई खाएका पनि छैनौँ, हामीले घुस खाएका पनि छैनौँ, हामीले देश खाएका पनि छैनौँ, हामीले बालुवाटार खाएका पनि छैनौँ, हामीले न खाएका छौँ न त्यो कर्म गरेका छौँ। गर्दै नगरेको, हुँदै नभएको कुरालाई दुष्प्रचार गर्ने नियतका साथ, गलत नियतले यताउता जताततै छाम्दा पनि हाम्रा केही पनि नभेटेपछि अहिले गाई खाने भनेर कसम खाएको कुरालाई गाई खायो भनेर जे खालबाट प्रचार गरिएको छ, यो कुरामा म सबैलाई स्पष्ट पार्न चाहन्छु कि स्वभावले एउटा सद्गुरु ओशोको सन्यासी हुनुको नाताले पनि, एउटा आश्रममा बसिरहेको एउटा सन्यासी हुनुको नाताले पनि प्राणीको रक्षाको निमित्त म सदैव सचेत छु र त्यो अभियानमा जहिले पनि छु। यो अभियान मात्र एउटा त्यस्तो अभियान होला जसले अहिलेसम्म एउटा ढुङ्गा हानेको भिडियो कहीँ कतै तपाईँले देख्नुहुन्न, हतियार उठाएका, बन्दुक उठाएका भिडियो कहीँ कतै देख्नुहुन्न। अन्याय र अत्याचारका विरुद्धमा यो संसारमा, यो जगतमा रहेका सबै प्राणीको रक्षार्थ, विशेष गरी मानव जगतभित्र पनि एउटा समुदायको रक्षार्थ लामो समयदेखि हामी एउटा अभियान थालेर आएका छौँ। तर हामी मात्र एउटा त्यस्ता अभियन्ता हौँ जसले अहिलेसम्म कसैलाई ढुङ्गा हानेको, कसैलाई बन्दुक हानेको, कसैलाई खुकुरी हानेको वा गलत नियतले समाज भड्काउने, सद्भाव भड्काउने कर्म कहीँ कतै गरेका छैनौँ। बरु आफ्नै हातखुट्टामा निल लगाएर, हतकडी लगाएर हामी समाजको न्याय र हितको सन्दर्भमा आवाजहरू उठाउँदै आइरहेका छौँ। म स्वभावले शाकाहारी हुँ। म जाँड रक्सी, माछा मासु, धुम्रपान, मद्यपान केही पनि गर्दिनँ। म शुद्ध शाकाहारी हुँ। म स्वभावैले शाकाहारी हुनुको नाताले पनि यो संसारमा रहेका कुनै पनि जीवको हत्याको पक्षमा छैन। म सधैँ शाकाहारी कुरालाई जोड दिन्छु, त्यसैले पनि म यो पक्षमा छैन। तर पछिल्लो समय यो चुनावलाई लक्षित गरेर हार्ने नियत देखिसकेपछि, हार्ने लगभग निश्चित प्राय भइसकेपछि भाइ मारेर आएकाहरूले, मठ मन्दिर ध्वस्त पारेर आएकाहरूले, देशै ध्वस्त बनाएर आएकाहरूले, हिजो सारा संरचना ध्वस्त बनाएर आएकाहरूले, संसार खाएर आएकाहरूले, बाख्रा खाएर आएका काङ्ग्रेसले, भाइ मारेर आएको एमाले, सारा संसार ध्वस्त पारेर आएका माओवादीका ती गलत नियत बोकेका मान्छेहरूले अहिले हामीलाई केही नपाएपछि यो आरोपहरू लगाएका छन्। गाई खाने भनेर हामी कसमसम्म खान सक्छौँ, तर गाई खान सक्दैनौँ। किन? हामी स्वभावले एउटा सन्यासी हौँ, म स्वभावले एउटा शाकाहारी मान्छे हुँ। त्यसैले गर्दा म यो हुँदै नभएका कुरालाई तोडमोड गरेर, अगाडि पछाडि पारेर, गलत नियतका साथ 1 सेकेन्ड 2 सेकेन्डका भिडियोहरू हालेर समाजलाई जे खालको घृणा फैलाउने काम भइरहेको छ, यो प्रति सबैलाई सचेत रहन म हार्दिक अपिल गर्न चाहन्छु। मैले फेरि पनि भने, हामी एउटा सार्वजनिक प्राणी हुनुको नाताले, एउटा सार्वजनिक कर्म र धर्म निभाइरहेको एउटा सामाजिक अभियन्ता हुनुको नाताले पनि जहिले पनि माइतीघर मण्डलादेखि म प्रत्येक चोकमा उभिएर सार्वजनिक रूपमा उठेका प्रश्नहरूको जवाफ दिन जति बेला पनि म तयार छु। जनताको बीचबाट उठेको प्रश्नको कठघराबाट म कहिले पनि भागेको पनि छैन र भाग्ने पनि छैन। तर हुँदै नभएको कुरालाई तोडमोड गरेर यो खालको जे भिडियोहरू प्रसारण गरिएको छ, यो प्रति सचेत रहन म सबैलाई हार्दिक अपिल गर्न चाहन्छु, हार्दिक अनुरोध गर्न चाहन्छु। न गाई मारेका छौँ हामीले, न गाई खाएका छौँ हामीले, न त्यो कुनै बेला त्यो अभियान चलाएका छौँ हामीले। मैले फेरि पनि भने, यो संसारमा गाईलाई, बाख्रालाई, गोरुलाई, भैँसीलाई सबैलाई बाँच्ने उत्तिकै अधिकार छ। गाई गोरु यी प्राणीहरू अरू जन्मिनुमा हाम्रो कुनै पनि योगदान छैन, कुनै पनि लगानी छैन। यो संसार, यो भूमि संसारमा भगवानले बनाएका रचनाको लागि सबैको उत्तिकै अधिकार छ। त्यो अधिकार सबैले प्रयोग गर्न पाइन्छ। त्यसमाथि पनि राष्ट्रले आफ्नो गौरवको रूपमा, राष्ट्रिय जनावरको रूपमा घोषणा गरेको एउटा गाईलाई लिएर गरेको टीका टिप्पणीप्रति हामी सबै सदैव हामी सचेत छौँ। तर गलत नियतका साथ गरिएको यो दुष्प्रचारको लागि हामी गम्भीर छौँ। यसमा फेरि पनि मैले तपाईँलाई अपिल गर्नुपर्ने कुरा, म स्वभावले एउटा सन्यासी हुँ,
म स्वभावले आफू शाकाहारी हुँ, म माछा मासु जाँड रक्सी नखाने भएको हुनाले म यो कुरामा चाहिँ यो कुरालाई कहिले पनि मैले प्रमोट गरेको छैन र यसो कहिले पनि प्रचार गरिएको छैन। तर कुनै पनि हाम्रा मुद्दाहरू कहीँ कतै केही पनि नभेटेपछि यी सानातिना कुरालाई तोडमोड गरेर समाजमा चाहिँ घृणा फैलाउने काम भइरहेको छ। यसको लागि सबैलाई सचेत भइदिनको लागि म हार्दिक अपिल गर्न चाहन्छु। देश अहिले एउटा गम्भीर परिस्थितिबाट गुज्रिएको छ। हिजो भाइ मारेर, हिजो हजारौं जेन्जीहरूमाथि गोली बर्साएर भाइ मारेर आएकाहरूले आफ्ना भाइ मारेका मुद्दालाई लुकाउनको लागि गाई मारेको वा गाई खाएको यस्ता गलत आरोप र टिक्का टिप्पणी लगाएर आफ्नो भाइ मारेको मुद्दालाई ओझेलमा पार्न खोजिरहेका छन्। यसको लागि सबैलाई सचेत भइदिनको लागि म हार्दिक अपिल गर्न चाहन्छु।